यो यसो हेर्दाखेरि ओरेन्ज जस्तो देख्छ तर यो ओरेन्ज चाहिँ हैन है सुन्तला भनेर ल्याएको अमिलो के परे आजदेखि आमाको 12 बज्छ सो हे गाइज वेलकम ब्याक टु माई अनदर भिडियो एन्ड सबैजनालाई एजे ब्रोको छड्के सलाम एन्ड गोर्खे नमस्ते एन्ड होप यु गाइज तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन अनि एजे ब्रोको मम पनि सन्चै छ है र मैले र आमाले चाहिँ यहाँनिर आज तपाईँलाई देखाइरहेको छु यो यसो हेर्दाखेरि ओरेन्ज जस्तो देख्छ तर यो ओरेन्ज चाहिँ हैन है सुन्तला चाहिँ हैन अनि पहिला म पनि टोटल्ली कन्फ्युज भएँ आमा पनि टोटल्ली कन्फ्युज भयो क्या यो सुन्तला हो भनेर तर खासमा यो सुन्तला होइन है अनि यो के रहेछ त भन्ने कुरा तपाईँहरूलाई म बिस्तारै देखाउनेवाला छु खोलेर पनि खाएर पनि देखाउनेवाला छु यो कतिको अमिलो छ है अनि यहाँनिर आमा फर्स्ट टाइम अमिलो के अरे अमिलो सुन्तला भनेर ल्याएको अमिलो के परे होइन कि अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि आजदेखि आमाको 12 बज्छ 13 बज्छ किन भन्नु त आज चाहिँ हाम्रो आमा जाँदैछ है स्पेसियल्ली छोरीको घरमा जाँदैछ नाति हेर्नुको लागि एकदम एक्साइटेड छ है खेलाउनुको लागि तर 12 बजाउँछ कतिको चकचके छ त्यो पनि कति दिनको लागि गएको अरे 8 दिनको लागि गएको अरे 8 दिनमा चाहिँ बिजोक हुन्छ है सो 8 दिनसम्म चाहिँ हेर्नुपर्छ किनभने छोरी चाहिँ अब के कामले जाँदैछ बाहिर 8 दिनको लागि होइन 8 दिनको लागि हाम्रो बुढी चाहिँ जाँदैछ ट्रेनिङको लागि जाँदैछ अनि 8 दिनसम्म चाहिँ नानीलाई हेर्नुपर्ने अरे बिजोक आमाको है सो यो के रहेछ त भन्ने कुरा चाहिँ तपाईँलाई म बिस्तारै देखाउँछु त्यो खोल्नु त आमा के हो यो खोल्नु त कहाँको सुन्तला हो नि कुन चाहिँ देशको यो मौसमी रातो मौसमी नै हैन हेर्नुहोस् न यो हेर्दाखेरि यस्तो छ कि सरी फर गाइज है म चाहिँ के भन्न चाहन्छु भने यो चाहिँ खासमा चाहिँ सुन्तलै हो होइन हजुरहरूलाई जसमा ढाँटेको मात्रै हो होइन यहाँनिर आमा पनि हाँस्दैछ गुले छ अमिलो छैन है खान्छ